यो अरू के रहेछ होइन तर अहिलेलाई चाहिँ हामी दाँत झिकौँ यसको त मैले अस्ति त भर्खरै दाँत झिके जस्तो लाग्यो आज त यसले पन्च खान्छ मेरो जाएछ ए आगर आमा के गर्नु फक छ्याट फेरि झिङ्गा बोकेर आएछ 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 होइन होइन यसलाई यसले जान्छु ए मेरो हातै टेबलमा ठोकिरहेको एकैछिनै मेरो फेरि कोठा अलिकति सानो छ सरी माई रुम स्मल यसलाई ल यसलाई के अबे तिमी मेरो बाबुजी खान्छौ कि ब्रोकली सो दाँत आज जान्छ जस्तो छ नानी तेरो दाँत नाकमा गर्नु मिल्दैन रहेछ ठिकै छ यत्रोसम्म के साह्रो हो के साह्रो यति साह्रो तेरो दाँतै झार्दिनु अझै ब्रस गरिदिनेस् अझै ब्रस गरिदिनेस् ना ला हुन्छस् सरिबन छिटो सरिबन ल ल ल लास्ट अब कतिवटा बाँकी रहेछ फक अब ब्रस गरिदिनुहोस् दयालाई ल सह भयो अब दाँत चाहिन्छ नि हो भन यसलाई पनि आज पुरै दाँत दिएर पठाइदिन्छु के याद राख्छ यसले नि ल ल जा पाक ल ल जा जा अब चाहिँ कुन चाहिँले मेरो पन्च खान्छ म रेडी छु एकछिन हेरेको ओ के आइटम नम्बर 8 सेल्स है अन्डा हान्ने क्या आइज आइज अब यो त हिरो पो रहेछ त यसलाई के चाहियो भने ए त्यो चक्लेट टालिदिने हो क्या चक्लेट हो क्या देख्दिनँ त म अनि त्यो त पक्कै पहिला तेरो म दाँत झिक्छु सफा गर्छु नि ल ब्रस गर्दा पनि नुन हाल्यो भने त यस्तो हान्छ नि म फेरि जिउ पनि सफा राखिदिन्छु ला के काम गर्ने होला अब के गर्नु पर्यो भन्दा अगाडिको दुईवटा दाँत फुटाउनु पर्यो तेरो फक होइन होइन यसले मेरो पन्च खान्छ आज अनि त्यसपछि त्यो साइड साइडको दाँत पनि गयो नानी अब के गर्छस् एक पन्चमा ढालिदिनु छ्यात्री छ्यात्री ल है अब हेरौँ के गर्न सकिन्छ छिटो हान्दिउँ ल ल ल अब यो खस्या झन्डै खस्यो भने त कहाँ पुग्छ हौ अब ननीले अब यसलाई के चाहियो भनेपछि यसलाई अन्डाले हान्नु पनि क्या एउटा अब ए होइन दाँतै झिक्दा किन समात्दैन अन्डा खाइदियो क्या ओ मेरो अन्डा खाइस् यसलाई त म होइन पखेर दाँत राखिदिन्छु म पहिला कस्तो दाँत चाहियो भनेपछि यसलाई
यो दाँत चाहियो कसरी लिन्छ मेरो साथी अनलाइन आएछ अब कहाँ छ त नि दाँत ए बनाउनु पर्ने बनाउनुको हरियो चाहियो ल यो बना त तेरिका कत्रो दाँत हो त हौ यसलाई ल्याएर ल होइन ल ल ल अर्को दाँत पो भने त हे डक्टर भन्न सजिलो त होइन के खालि अब कसरी जोड्ने त यसलाई एकछिन है तेरो खन्नुपर्छ जस्तो हो त्यो खन्नु पर्यो ए ल सरी ल अर्को दाँत नै फुट्यो खोइ त्यो निस्किँदैन त अनि पहिला यसको नर केही भएन ल ला यो दाँत नै फुट्यो काम छैन पैसा मात्र खर्च अब म लगेर यसको दाँत यतातिर जोडिदिन्छु किन जोड्दैन यो दाँत है अनि त्यसपछि के चाहियो अर्को नि दाँत चाहिएन एकछिन पक त यहीँ बस यो दाँत ए हुन्छ ल ए बल्ल बुझेँ नि त न ओहो कति स्वागत एकछिन यो दाँत पनि ल हुन्छ ल वाह अब यो चाहिँ खा ल साँच्ची खाइदिएर ठिकै छ अब यसलाई मैले अर्को ट्रायङ्गल दाँत दिनु पर्यो यो जस्तो छ है पिङ्क कलरको चाहियो कस्तो आजकलको बच्चा बुच्चीहरू उब्राएर बिग्रेको ल ट्याप भयो यही हो जस्तो छ भएन भने नि यही लिएर जा अर्को एउटा क्वापो छिराइदिन्छु म अब अरू केही छ त ल जा अब त जा ए तल माथि गर्न मिल्ने रहेछ के चाहियो यसलाई अब क्यारिज रे के हो क्यारिज भने ए दाँत भएन यस्तो रहेछ त अनि कुन दाँत चाहियो यसलाई दाँतै भेटाउनु अब कस्तो दाँत हो एकदमै सस दाँत छ है यो ससेस यो पनि एकदमै सस दाँत छ मैले भर्खरै गइरहेँ होइन कुन चाहिँ आएर पिङ्क कलरको यो हो यो हो नि त चपाइदिएको कस्तो एक्स्ट्रा पैसा लिन्छु म पक अर्को दाँतलाई पनि क्वापो लगाएर सिलाइदिन्छु ट्याप लगाएर सक्यो फेरि टेबलमा ठोक्यो क्या तिमीहरू सबजना मलाई पैसा पठाइदियो म एउटा ठुलो रुम दिन्छु भने क्यारिज रे के हो क्यारिज भने हालिदिइसकेँ त मैले अब सेम देखिरहेको 61% replace teeth carries के हो क्यारिज भने तेरिका सिनेहरु सिधाउनु पर्यो केही छ र यसको अरु मुन्डो भित्र के छ नि त अनि के चाहियो हौ यसलाई ल खा ए आमा हो जिब्रो सिब्रो तान्न मिल्छ कहाँसम्म तान्न मिल्छ यति हो ल ल ल फालिदिन्छु यही फालेर नआएको
एक्सरे गरिदिउँ ए एक्सरे नै गरेको छैन सोल्टी र अनि के हो अच्छा यो दाँत त नफुटै नभए रहेछ नि त नानी के हो यस्तो पारा त्यो छुपा रुस्तम दाँत लिएर ए यहाँ फुट्यो सरी ओ भयो जा के याद राख्छस् ओ दङ्ग भएर त आमा गुड अब जा अर्को पालिदेखि ब्रस गर्नुहोस् भने तेरो सब दाँत फुटाएर पठाइदिन्छु होइन मलाई रिस उठ्यो अब नेक्स्ट जो आउँछ होइन उसको सबै दाँत फुटाएर पठाइदिन्छु न्यू आइटम अबै चरो पो आयो त आइज चराले चाहिँ के हो र आगर लौ 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 ओइ उडेर भाग्नु बोला बस बस आमामा यो त के हो ब्रस गर्ने गरेको छैन यो के हो यो पारा आमामा पख तँलाई पख उसको त म सब दाँत फुटाइदिन्छु रोन के हो यस्तो पारा मै हो बुम 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 अब ब्रस गर्छस् नि के चाहियो भनेपछि ओहो त अलि काम गर्नु नै पर्ने रहेछ तेरो म फर्स्टमा यो घिनलाग्दो जिब्रो सफा गरिदिन्छु पर्परै भएछ हो किस गरेर आएस् के गरेर आएछ कुन चाहिँ दुलोमा जिब्रो छिराएर आयो यस्तो पर्परै त हुँदैन त अब यस्तो पर्पर पनि जिब्रो हुन्छ तँलाई हो उठ यो पनि उठ सफा राख्नु पर्यो नि अब सोल्टीलाई मैले दाँत हालिदिनु पर्यो के को दाँत चाहिएको छ भ्याम्पायर हो क्या हो सोल्टी कुकुरै हो जस्तो कुन त्यो दाँतै चिन्न गाह्रो पढ्ने बेलामा राम्रो नपढेपछि माथि अलि चुच्चो छ है कुन दाँत हो ब्याग यो त अघि भर्खर राख्यो यो धेरै तिखो हुन्छ होइन हो यो जस्तो छ ल आइज त कुनामा राखिदिनु पर्यो तेरो भाइ यो दाँत नि गयो भित्र वाक्क कस्तो प्लग जस्तो आएर प्लग भन्नाले फर मेरो स्मलर अडियन्स प्लग भनेको चाहिँ त्यो दुलोमा हाल्छ नि इलेक्ट्रिक दुलोमा के भन्छन् त्यसलाई सकेट इलेक्ट्रिक सकेट अब सोल्टीको रिमुभ टार के हो भाइ के हो टार तँलाई पोथी मगर यो दाँतै निकालिदिन्छु म अब तिमी ब्रस गर्छस् नि गर्नुहोस् भन भन अब ठिकै छ लास्ट दाँतै छैन अनि कहाँबाट
तँलाई नयाँ दाँत राखिदिन्छु सिक्दैन भनेको त आमामा के हो यो भाइ त तँलाई मैले फेरि यहाँ देखेँ भने नि तँलाई त म होइन त यत्तिकै जा पख औधी ब्रस गर ल जा ल जा गजब देखा छ गजब ठिक छ ल जा उफ आज धेरै काम गरे जस्तो आज नै अब ओहो के एउटालाई चाहिँ म झिल्के बनाइदिन्छु टिएनटी ओ माई गॉड म रेसिस्ट त होइन तर उफ के भनौँ अब झिल्के नै चाहिने रहेछ ल नानी अब त गइस तँलाई म झिल्के होइन तिल्के बनाएर पठाइदिन्छु यसको चाहिँ अलिक सफै रहेछ होइन बट अफसोस तँ लास्ट गेममा आइस त्यही भएर त अब फसिसकिस् ल चट्ट दाँत सफा गरिदिन्छु त्यसपछि है कसरी अन गर्छ त ए सरी पड्क्यो द्या नाइस यस्तो हो नि त यसले चाहिँ के गर्छ त अनि ल तेरो काम चाहिँ के उडिराख्ने हो लौ ए वाह एक झट्कामा उडाइदिनु रहेछ वुड पेकर पिट पेकर रहेछ तँलाई नरु न नरुको तँलाई म यस्तो राम्रो बनाएर पठाइदिन्छु हे ओहो यसलाई म एकछिन हेरा है ल सफा गर्नु पर्यो बम पड्काइदिनु फेरि ल ए पड्क्यो हेर त लुकेर बसाएर रहेछ नि अहिले मैले नपड्का भए ल आइमै छैन मसित यसमा पनि लुकेर बस्छ हेर त आमामा कालै पारेर राखेछ हुन्छस् अब रुन्छस् यिनीहरूलाई हटाइदिउँ सफा गर्नु पर्यो दाँत माझ्नु परेछ नि त ल अब तेरो म गर्छु मरम्मत पहिला सबै दाँत झिक्दिन्छु म होइन नयाँ दाँत राखिदिन्छु है एकछिन म त्यहाँ त कहाँ आइपुगेछु भने मेरो भन्दैछु नि रुम अलिक सानो छ तिमीहरू सबजना सब्सक्राइब गर्न म एउटा खतरा कन्डो लिएर बस्छु फेरि कन्डो भन्ने अपार्टमेन्टलाई भन्छ नि एफआइआई समात्न मिल्दैन ए मिल्छ क्या पखे आइज ओ ए होस् के आएको समात्नु केही बोयफ्रेन्डले समात्ला ल यसको अबदेखि ब्रस गर्ने मेरो क्लिनिकमा आयो भने त्यस्तै हुन्छ आहा कस्तो राम्रो देख्यो अब तँलाई म दाँत हालेर पठाइदिन्छु नि त पखे यसबाट स्टार्ट गर तेरो यो दाँत यता है अनि अर्को सुनको दाँत हालिदिन्छु म तपाईँ पक ल अब यो कुन चाहियो तँलाई ओहो आगो हो माया यो आगो हो बोल्छ आमामा खतरा देखिन थालिसक्यो त हौ त्यहाँ पनि एउटा चाहियो चाहिन त होइन पक यही राखिदिन्छु होइन यो राखिदिन्छु तर एउटा आगो भएपछि अर्को पानी हुनुपर्छ त्यही भएर
ल पानी यही चाहियो नि त फेरि सेट मिलाएर राखिदिन्छु म फर्किँदाखेरि त झिल्कै भएर जाने भयो रिच मिलियनर खालि यो चाहियो कुन कलरको भन्दाखेरि एउटा सुनको चाहियो सुर्के थैली ए यो कहाँ हो यहाँ अनि अर्को चाहियो ब्रोन्जेली थैली त्यही ठ्याक्क नेपालको काभ्रेली सम्धिहरू जस्तै दाँतो भयो आमामा यो त के हो धेरै हतार देखेँ क्या म त प्लास्टिक सर्जरी नै गर्नुपर्छ जस्तो छ नेक्स्ट टाइम माथि चाहिँ तँलाई म यो हालिदिउँ कि होइन तँलाई म फ्यान्सी बनाइदिन्छु ल माथि चाहिँ तँलाई कुन छ Eeny, meeny, mango, you can go. I am sorry, खिचा पोखरी घन्टा घरको अगाडि रानी अर्को पोखरी हाम्रो देशको सरकारी हामीले खाने दाल भात र तरकारी ल एट नाइस नाइस किन उठ्यो ए छ्या sorry I'm very sorry I'm sorry ए आमा एउटा दाँत त निकाल्नै बिर्सेँ आइज लास्ट हो क्या किन गएन ओ अर्को नि चाहियो नि त अहिले खतरा देखिसक्यो यो मुरलीलाई त अर्को चाहिँ ल अब म धेरै गरिनँ हेर है तँलाई म सबै लगाइदिन्छु मोज घर क्रिएट मेरो धेरै टाइम वेस्ट भइसक्यो अब यसलाई म धेरै राम्रो पार्दैछ क्या यो पनि आइज यो पनि यहाँ खै यो पनि आइज ओ आमामा के हो ट्राभिस स्कटै हो क्या यो केटी त यो पनि यो चाहिँ होइन लिलुजी जस्तो माथि मिलारमा राखिदिन्थे तर के गर्ने ल क्रक्स जस्तो छ दाँत पनि के चाहिने हो यो खरेको बच्चाहरूलाई एउटा अनि यो एउटा यहाँ पनि एउटा चाहियो नि त तँलाई पोथी मगर ल डन very good ल तँलाई छ्याक्ने जा 10 आउँछ यसलाई हानेर जा त त्यसलाई पिडेर आइज भाइ पिडेर आइज ऱ्यान्डम गन ल आजलाई चाहिँ यति यसलाई म बोलाउँछु तर मेरो काम छ नि मेरो गनले के गर्छ म चेक गर्छु है नाइस रहेछ नि यो साह्रो हो गजबै रहेछ ल नेक्स्ट गेम प्लेमा यो बन्दुक कस्तो आएको थियो होला हेर्नै बिर्सेँ मैले ल जा